टु माई च्यानल। अहिले चाहिँ हामी टिकासिका लाएर तिहारको टिकासिका लाएर बाहिर निस्केको छौँ। हामी 4 जना साथीहरू, बेस्ट फ्रेन्ड। अनि यहाँ छ 3 जना। अनि यो चाहिँ मेरो आउटफिट। यो चाहिँ एङ्गोमा तपाईँहरूले अस्तिको भिडियोमा देख्नुभयो होला। याद चाहिँ गर्नुभएको होइन, फेरि गर्नुभएन भने फेरि हेर्नु भिडियो। अनि अहिले चाहिँ हामी डिनरको लागि जाँदैछौँ। हामी 4 साथीहरू, तर कहाँ जाने भनेर यहाँ छलफल अझै हुँदैछ, नपुगेसम्म कहाँ पुग्छ। अलिअलि गर्दै छैन त कहाँ जाने भनेर। मलाई त थाहा नै छैन। अनि जसलाई थाहा छ त्यो छलफल गर्दैछ। अनि हामी अब तपाईँहरूलाई पुगेपछि त्यहाँ पुगेपछि अवश्य देखाउने छौँ। ओके, हेर्दै गर्नु होला भिडियो। बाई बाई। हाम्रो ठ्याक्कै लोकेसनमा पुग्न लाग्यो। कति राम्रो पनि छ, यहाँबाट भित्र हो कि। अनि हामी चाहिँ कहाँ जानु लाग्यो तपाईँलाई देखाइहाल्ने छु। लाभी गार्डन हामी चाहिँ यो भित्र छिरिसकेका छौँ। हेर्नु त कति राम्रो देखेको, झिलिमिली देउसिरे। हामी चाहिँ अब यहाँ भित्र छिरिसकेको छ। ए हो, उनीहरूले चाहिँ त्यो जार टाइपको अब तपाईँहरूलाई भित्र गएर पनि देखाउने छौँ कस्तो छ अहिले। पहिला चाहिँ कस्तो थियो हेरिदिनु होला कृपया हाम्रो भिडियो। अपलोड गर्नुहोस् भने हामी हेर्छौँ। यो माथि पनि यति राम्रो रहेछ। हामीलाई धेरै फुर्सद छैन, हामी धेरै बिजी मान्छेहरू हो, त्यही भएर छुट्टी भएको बेलामा आइहाल्नुपर्छ। तपाईँहरूलाई यहाँ रङ्गोली पनि देखाउँछु। यहाँ रङ्गोली बनाएको रहेछ, एकदम प्रिटी। लक्ष्मी माता, वा कति राम्रो हेर्नु त। लक्ष्मी माता, लक्ष्मी पनि ल्याएको छ। लक्ष्मी माताको रङ्गोली कस्तो राम्रो बनाएको रहेछ। अनि भित्र डेकोरेसन पनि कति राम्रो रहेछ। वा डेकोरेसन कस्तो राम्रो हेर्नु त। डेकोरेसन पनि तपाईँले हेर्न सक्नुहुन्छ। हामी चाहिँ भर्खर भित्र चाहिँ नमस्ते। हो कस्तो राम्रो छ है। कस्तो राम्रो देखेको कि। डेकोरेसन त एकदम राम्रो छ। कता खोइ कहाँ हेऱ्यो, भित्र भन्नुभयो होला। भित्र भन्दा बाहिरै राम्रो हुन्छ र। ग्रिन एकदम राम्रो छ। आवाज पनि एकदमै राम्रो। यहाँबाट भित्र छिर्दैछौँ। हामी चाहिँ हाम्रो टेबल हेर्दैछौँ कहाँनिर बस्ने भनेर। हामी चाहिँ भित्र बस्ने भनेर हामी चाहिँ यहाँ बस्ने। हाम्रो थियो। हामी चाहिँ भित्र आइसकेको छ। को बस्नु बाहिर मम्मी। डेकोरेसन चाहिँ एकदम राम्रो गरेर छ है। हाम्रो चाहिँ आइसकेको छ। हाम्रो साथीले ओपन गरिसकेको छ। सखलाएर हेर्नु, यहाँनिर हाम्रो मिहरू पनि आइसकेको छ। मिको गुलियो पार्टी म थपेँ तिमीहरूको 2 जनाको बिचमा। हामी त्यस्तो धेरै खाने मान्छे त होइन, जस्ट रमाइलोको लागि मात्र खाएको है। अन्य खान नसोच्नु होला कृपया। कस्तो रहेछ सुन। तर सर्भिस चाहिँ एकदम फास्ट रहेछ। यस अघि भर्खर हाम्रो अर्डर बिजी भयो, आज खाली भयो बिजी भयो। हाम्रो चाहिँ नान पनि आएर हामीले खाइसकेको छौँ। पिज्जा पनि, झन् पिज्जा त सकिसक्यो। पिज्जाको डन्डी मात्र बाँकी रहेछ। डन्डी पछाडिको डन्डी
हेर्नु 1 पिस बाँकी रहेछ हाम्रो चाहिँ सबै यति होइन हामीले यति नै हो त्यो पनि बढी भयो हामीलाई हेर्नु हामी खाने भन्छ तर हामी धेरै खान सक्दैनौँ हाम्रो जिउ मात्र हट्टकट हो हामी तर खान सक्दैनौँ पानी खाएर मोटाउने बिहान हो यहाँनिर पुरा रिल्याक्समा चाहिँ एकछिन थकाइ मार्दै हुनुहुन्छ नान यसलाई नान भन्छ यसलाई नान भन्छ तर यहाँको तर के भन्छ मुस्ताङी आलु चाहिँ एकदम मिठो रहेछ है अरू ठाउँमा हेरेर मलाई मिठो लाग्छ तपाईँलाई गएको मिठो लाग्यो बर्गर आउँछ तपाईँहरूलाई अब हामी निस्किने बेलामा भेटौँला हेलो एभ्रिवान अब हामी चाहिँ यहाँबाट निस्किनलाई चाहिँ हामी खानपिन पनि सबै भयो अनि अहिले सबैजना अब निस्किनलाई रेडी हुँदैछ यता हेर्न सक्नुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो असना साथी अनि यहाँ चाहिँ बाहिर छुट्टै चलिरहेको छ यहाँनिर राम्री मान्छेहरू कसैले सक्दैन नि फेरि अब आजको भिडियो यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ अनि थ्याङ्क यू फर वाचिङ तपाईँहरूलाई यस्तै राम्रो भिडियोहरू लिएर आउँदै गर्छु अनि डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड सेयर माई च्यानल बाई सी यू सुन